सबै विशिष्ट महानुभावहरू, कमेन्टहरू र साथीहरू, मैले यसलाई जीवन्त अन्तर्क्रिया भनेर महसुस गरेको छु। किनकि यहाँ जति पनि विचारहरू व्यक्त भएका छन्, सबै विचारमा आफ्ना मौलिकता पनि छन्, आफ्नो दृष्टिकोणहरू छन् र यो अन्तर्क्रिया साँच्चै जीवन्त भयो। मैले कमरेड किरणले भने जस्तै यहाँ नेपाली कङ्ग्रेसका नेताहरू र एमालेका नेताहरू पनि ल्याउनु उचितै हुन्थ्यो भन्ने मलाई पनि लागेको छ। उहाँहरू पनि भए सायद यो कार्यक्रम अझै बढी परिणाममुखी फलदायी हुन्थ्यो भन्ने मलाई महसुस भएको छ। मैले विषय प्रवेश गर्नुभन्दा अगाडि सुरुमै म के भन्न चाहन्छु भने आजको यो अन्तर्क्रिया वृहत शान्ति सम्झौतालाई हितकारी मुद्दाहरू भनेर राखिएको छ। जनयुद्धको पुरै 10 वर्षको अवधिमा म जनमुक्ति सेनाको सुप्रिम कमान्डर थिएँ र म पार्टीको महासचिव सुरुमा र त्यसपछि अध्यक्ष भएको थिएँ र सम्पूर्ण जनयुद्धको अवधिभरि भएका घटनाहरूमा प्रत्यक्ष रूपमा म जिम्मेवार छु। त्यसकारण म सरकारलाई पनि, अदालतलाई पनि, सबै राजनीतिक दलहरूलाई पनि र यहाँ उपस्थित तपाईँ कमेन्टहरू र मित्र मार्फत देशभरिको जनतालाई पनि के भन्न चाहन्छु भने यदि विस्तृत शान्ति सम्झौता विपरीत युद्धकालीन मुद्दाहरूलाई उठाइन्छ र अदालतको नियमित प्रक्रियाभित्र लगिन्छ भने सबभन्दा पहिला मलाई कारवाही गर्नु पर्यो, अरूलाई मुद्दा लगाउने जेल हाल्ने जो प्रबन्ध गरिँदैछ यो भयानक अनैतिकता र षड्यन्त्र हो। यो विस्तृत शान्ति सम्झौताका विरुद्ध, शान्ति प्रक्रियाका विरुद्ध गरिएको भयानक प्रहार हो। त्यसकारण म चुनौती दिन चाहन्छु, युद्धरत पक्षहरूको बिचमा सम्झौता भयो, अहिले गिरिजाप्रसाद कोइराला हुनुहुन्न, त्यो ठाउँमा नेपाली कङ्ग्रेसको सभापतिको रूपमा शेरबहादुर देउवा हुनुहुन्छ, उहाँ पनि त्यतिखेर प्रधानमन्त्री हुनुहुन्छ जतिखेर जनयुद्ध चलिरहेको थियो। त्यसकारण अदालतले सबै कारवाही गर्ने आँट गर्यो भने शेरबहादुरलाई प्रचण्डलाई पहिला थुन्नु पर्यो, उनीहरूले कारवाही सुरु गर्नु पर्यो। कार्यकर्तालाई सताउने, जनतालाई सताउने जो अभिप्राय देखिएको छ यसको अन्त्य हुनु पर्यो। पहिलो कुरा म यो भन्न चाहन्छु, किनकि एउटा ब्ल्याक एन्ड व्हाइटमा सबै कुरा के हो भने लडाइँमा युद्धरत पक्षहरूको बिचमा सम्झौता हुन्छ या लडाइँमा के हुन्छ, युद्धमा या त एउटा पक्षले जित्छ, एउटा पक्षले हार्छ, एउटा पक्ष विजित भयो र अर्को पक्ष पराजित भयो भने विजित पक्षले पराजित पक्षलाई सम्पूर्ण रूपले न्यायको कटघरामा ल्याउँछ, सबैलाई कारवाही गरेर एउटा कानुन व्यवस्था बनाउने प्रक्रियामा अगाडि बढ्छ। यो युद्ध मात्रै होइन, यो कुरा विश्वयुद्धका सन्दर्भमा पनि लागू हुन्छ। चाहे पहिलो विश्वयुद्ध या दोस्रो विश्वयुद्ध, हामी विजेताहरूले के गरे, विजितहरूलाई के गर्यो भन्ने कुरा हामीले इतिहासमा राम्रोसँग हेरेका छौँ, घटनाक्रममा हामीले राम्रोसँग देखेका छौँ। नेपालमा विश्वयुद्ध मात्रै भएको एउटा राजनीतिक क्रान्ति, राजनीतिक विद्रोह भएको हो। त्यसमा राजनीतिक क्रान्तिको सन्दर्भमा पनि र युद्धको सन्दर्भमा पनि एउटा कुरा के लागू हुन्छ भने या एउटाले जित्छ अर्कोले हार्छ, या दुवै पक्ष एउटा सन्तुलनमा आउँछ र कम्प्रोमाइज हुन्छ, सम्झौता हुन्छ, शान्ति सम्झौता हुन्छ। यस्तो हुने गएको छ। तपाईँ हामी हेऱ्यो भने इतिहासमा दोस्रो विश्वयुद्ध हुँदा अगाडि प्राय युद्ध हुँदा या क्रान्ति हुँदा सम्झौताका कुरा र न्यायसँग सम्बन्धित, कानुनसँग सम्बन्धित कुराहरू त्यति धेरै जटिल थिएन। दोस्रो विश्वयुद्धपछि जब मानव जातिको राजनीतिक चेतना पनि धेरै माथि आयो, ठुल्ठुला क्रान्ति र विद्रोहहरू पनि भए र ठुल्ठुला युद्धको बिचबाट गुज्रेर लाखौँ र करोडौँ मानिसहरूको ज्यान जाने स्थिति आइसकेपछि अनि एउटा मान्यताको विकास भयो, सम्झौताको सङ्क्रमणकालीन न्याय सिद्धान्तको चाहिँ मान्यता विकास भयो। दोस्रो विश्वयुद्धपछि मुख्य रूपमा अन्तर्राष्ट्रिय समुदाय यसमा प्रवेश गर्यो। तर हामी सबैलाई के थाहा छ भने त्यसको एउटा विश्वव्यापी रूपमा सर्वमान्य हुने सिद्धान्त र न्याय प्रणाली विकसित भइसकेको छैन। दक्षिण अफ्रिकामा एक ढङ्गले गरियो, क्याम्बोडियामा अर्को ढङ्गले गरियो, या अरू थुप्रै युद्ध र क्रान्तिको बिचबाट गुज्रेका देशहरूमा सम्झौताहरू विभिन्न रूपमा गरिएको छ। अहिले पनि हामी
हामी देख्छौँ थुप्रै देशहरूमा त्यो चलिराखेकै छ र त्यस खालका घटनाक्रमहरूका आफ्ना मौलिकता र विशेषतासहित शान्ति सम्झौताहरू हुने गरेका छन्, सफल हुने गरेका छन् या असफल हुने गरेका छन्। नेपालको सन्दर्भमा नितान्त मौलिक ढङ्गले हामीले शान्ति सम्झौता गर्यौँ। हाम्रो विशेषता न दक्षिण अफ्रिकासँग मिल्छ, न क्याम्बोडियासँग मिल्छ, न कोलम्बियासँग मिल्छ, न अरू कुनै खास देशसँग मिल्छ। हाम्रो आफ्नै देशको विशेषतासँग, हाम्रो राजनीतिक क्रान्तिको चरित्रलाई दमन गर्ने प्रवृत्ति राज्यको चरित्रसँग त्यो रिलेटेड छ। हाम्रो मौलिकता, हाम्रो संस्कृति, हाम्रो परम्परासँग पनि यो जोडिएको छ। त्यसकारण हाम्रो शान्ति सम्झौता दुनियाँका अरू कुनै शान्ति सम्झौताभन्दा भिन्न छ। यद्यपि यसका केही जेनरल सिद्धान्तहरू छन् जुन जेनरल सिद्धान्तहरू विश्वव्यापी रूपमा मानिएका पनि छन्। किनकि हामीले यो शान्ति सम्झौता अगाडि बढाउँदै गर्दा राष्ट्रसङ्घलाई पनि हामीले सहभागी गराएका छौँ र राष्ट्रसङ्घले विश्वभरिका अङ्गहरूको बिचबाट संश्लेषित गरिएका कतिपय मान्यताहरूलाई पनि यो शान्ति सम्झौतामा आत्मसात गरिएको छ। त्यसकारण अहिलेको हाम्रो मुद्दा के होइन भने म सुरुमै स्पष्ट गर्न चाहन्छु भने हामीले क्रान्ति जित्नु पर्थ्यो, हामीले हतियार सहित लडाईँ जितेर काठमाडौँ कब्जा गर्नु पर्थ्यो र पुरानो राज्य सत्तालाई पुरै हाम्रो आफ्नो जनअदालतको कठघराबाट ल्याउनु पर्थ्यो र उनीहरू सबलाई कारवाही गर्नु पर्थ्यो, जेल हाल्नु पर्थ्यो। यो एउटा सिद्धान्त हो, एउटा मान्यता हो। यसो गर्न सकेको भए अहिले यहाँ हामी जति पनि क्रान्तिकारीहरू छौँ या हिन्दू जनयुद्धका सहभागी छौँ, हामी सबैलाई सबभन्दा राम्रो कुरो हामीले पुरै क्रान्ति जित्नु पाएको भए, काठमाडौँ कब्जा गरेर सबै अपराधीहरूलाई कारवाही मात्रै राख्न पाएको भए सबभन्दा उत्तम हुन्थ्यो। यसमा विवाद छैन। तर हामीले त्यसो गर्न सकेनौँ। हामीले त्यसो गर्न सक्ने स्थिति रहेन। हामीलाई राज्यले पुरै नरसंहार गर्न खोजेको थियो। हामी सबैमाथि थुप्रै अपराधको मुद्दा लगाइएको थियो, आतङ्ककारी भनिएको थियो, टाउको कुमुले तोकिएको थियो। राज्यले हामीलाई टाउको काटेरै सिद्ध्याएको भए पनि त्यो समस्याको अर्को समाधान हुन्थ्यो। किनकि राज्यले विद्रोहीलाई पुरै दमन गर्न सफल भयो, राज्य सफल भयो। त्यसकारण बचे छुटेका कोहीलाई पनि मुद्दा लगाउने, कानुनमा जेल हाल्ने या विभिन्न खालका यन्त्रणा दिने र सिद्ध्याउने खालको कुरा हुन सक्थ्यो। तर यी दुईटै कुरा नेपालमा भएन। न राज्यलाई विद्रोहीलाई राज्यले जित्न सक्यो, न विद्रोहीले राज्य पुरै कब्जा गर्न सक्यो। एउटा सन्तुलनको परिस्थितिमा, देशभित्रको राजनीतिक शक्ति सन्तुलनको एउटा परिस्थितिमा, राजनीतिक घटनाक्रमको एउटा परिस्थितिमा र त्यसमा पनि निरङ्कुश राजतन्त्रहारी हुन खोजेको एउटा विशेष परिस्थितिमा कम्प्रोमाइज भयो, सम्झौता भयो। त्यसकारण त्यो सम्झौता भएको कुराको बहस गर्ने त्यो मन होइन भन्ने मेरो भनाइ छ। यहाँ उपस्थित सबै नेता साथीहरूलाई पनि मानवाधिकारवादी कानुनविद अथवा अरू सबै बुद्धिजीवीहरूलाई पनि म के प्रश्न गर्न चाहन्छु भने यो मुद्दा आजको छलफलको मुद्दा होइन। र म सबै कमलहरूलाई पनि केमा ध्यान आकर्षित गर्न चाहन्छु भने यो अहिले बहसको मुद्दा होइन। हाम्रो यो मञ्चबाट हामीले क्रान्ति जित्नुपर्छ, जित्नको लागि के गर्नुपर्छ भन्ने बहसको यो मुद्दा होइन। मुद्दा शान्ति सम्झौता अनुसार किन अगाडि बढेन भन्ने मुद्दा मात्रै हो। विस्तृत शान्ति सम्झौतामा के मान्यताहरू स्थापित गरिए र त्यो विस्तृत शान्ति सम्झौता गर्दा राजनीतिक दलहरूको बिचमा जे समझदारी भयो र एकीकृत पक्षको बिचमा जे सम्झौता भयो त्यो सम्झौता कार्यान्वयन भइरहेको छैन। त्यो कार्यान्वयन गर्ने कोसिस भइरहेको छ। तर यो भित्र पनि फेरि किनभने कम्प्रोमाइज गरिसकेपछि जहिले पनि कम्प्रोमाइजमा आउँदा दुईटै पक्षले आफ्नो पक्ष हाबी गर्ने कोसिस जहाँ पनि गर्छ। एउटा त हामीले यो सर्वमान्य सिद्धान्त हो, दुनियाँको कम्प्रोमाइज गरिसकेपछि पनि त्यसलाई लागू गर्ने क्रममा कहिले कहीँ ती दुईटा विभिन्न प्रवृत्तिहरूले आफूलाई हाबी गराउने कोसिस गर्छ। तर सम्झौतामा स्थापित गरेका मूल्य र मान्यतालाई जसले अतिक्रमण गर्छ त्यसले शान्ति सम्झौता भङ्ग गरेको ठहर्छ। त्यसले शान्ति भङ्ग गरेको ठहर्छ र समाजको सबैभन्दा अपराधीको रूपमा त्यो प्रवृत्ति साबित हुन्छ। इतिहासले जहाँ पनि यही साबित गरेको छ। नेपालमा पनि घटनाक्रम त्यसैले जाने खतरा पहिला भएको छ। किनभने आजको हाम्रो अन्तर्क्रियाको विषय र मुद्दा भनेको के हो भने शान्ति सम्झौतामा जसरी भनियो सबै मुद्दाहरू चाहे ती अदालतमा रहेका हुन् या प्रहरीमा रहेका हुन्, सबै मुद्दाहरू मेलमिलाप गर्ने उद्देश्यको साथ शक्ति निरूपण आयोगद्वारा टिआरसीद्वारा समापन गरिनेछ भन्ने स्पिरिटमा
तर अहिले त्यस्तो भइरहेको छैन। त्यसमा हाम्रो मुद्दा यति लाग्यो सबैले ठुलो मुद्दा किन त्यस्तो भइरहेको छ त के कारणले भएको छ भन्ने नै मुख्य मुद्दा हो। हामी अहिले पार्टीहरूको कहाँ छौँ त्यो कुरा मुख्य होइन। हुन त अहिले भर्खरै कमेन्ट किरणले भन्नुभयो तपाईँले यहाँ गरिसकेपछि प्रधानमन्त्रीले यदि त्यसै हो भने सरकार छोडोस् पार्टी एकता हुन्छ पनि भन्नुभयो। मैले भर्खरै किरणले भने कमरेड म आजै घोषणा गरिदिन्छु तपाईँले मान्नुहुन्छ भने आजै उहाँले भनेको मुद्दा राजनीतिकै मुद्दा हो। यहाँ हामी त्यसलाई हामी कुनै तरिकाले अपकर्म गर्न जरुरी छैन। यदि साँच्चै केन्द्रलाई माओवादी एकता जरुरी छ भन्ने लागेको छ प्रधान सरकारमा घर हुन नै बाधक हो भने म यही मनबाट घोषणा गरिदिन्छु सरकार छोड्नु। तर माओवादी एक हुन जरुरी छ। मेरो विचारमा कुरा त्यसो होइन। कुरा फेरि पनि राजनीतिक मुद्दाकै छ, विचारकै मुद्दाको छ। उहाँले नै भन्नुभयो अस्ति जब यो घटना ठाउँमा देखिन थाल्यो सर्वोच्चको फैसलापछि विभिन्न ठाउँमा चाहे गोर्खाको छुटेको घटना हो युद्धकालको मुद्दा हो भन्ने दुनियाँलाई थाहा छ। त्योसँग बिल्कुल असम्बन्धित ७६ वर्षको कुरालाई थुनामा राखेर चाहिँ मुद्दा फैसला गरेको भनेर अमानवीय सिधै दिउँसै रात पार्ने काम अदालतले गर्यो भन्ने पनि सबैलाई थाहा छ। तर हाम्रा वरिष्ठ अधिवक्ताहरू मानवाधिकारवादीहरू त्यो नाङ्गो अमानवीय कामलाई पनि जायज ठहराउने दृष्टता गरिरहेको हेरेर अनौठो लाग्छ। मैले हुन त अस्ति हाम्रो उपाध्यक्ष कमरेड नारायणले भन्नुभयो मैले धेरै वर्ष पहिले एउटा ठुलो कार्यक्रममा भनेको थिएँ अदालत भवन हो त्यो अदालत परिवर्तनको प्रक्रिया आत्मसात गर्नु पर्दैन अदालतले। मैले धेरै वर्ष पहिले भनेको थिएँ। अहिले अदालतका फैसला एकपछि अरू शान्ति सम्झौता विपरीत देखिन थालेपछि मैले कमरेड किरणदेखि ६ माओवादी घटकहरूलाई कोर्डिनेसन गरेर म सरकारमा हुँदाहुँदै पनि सरकारसँग हामी डेलिगेसन गयौँ। किरणले भने जस्तै मैले गम्भीर ढङ्गले तपाईँले जे गर्दै हुनुहुन्छ जतापट्टि देशलाई लान खोज्दै हुनुहुन्छ त्यसले एउटा भयानक र गम्भीर परिस्थिति देशमा सिर्जना हुँदैछ। एउटा अर्थमा त सायद अदालतले हामी माओवादीहरूलाई एकताबद्ध हुन प्रेरित गरेको छ। त्यसो अर्थमा त अदालतलाई धन्यवाद दिए पनि हुन्छ। हामी आपसमा घरबार गरेर फुटेको गर्नेलाई एकचोटि भन हानेर चाहिँ हाम्रो डाक्टर सुन्दरमणिले भने जस्तै एक ठाउँमा ल्याइदिने काम गरेको त्यसलाई त धन्यवाद। तर शान्ति सम्झौता केही हो त शान्ति सम्झौताको स्थिति केही हो भनेर हामीले गम्भीर ढङ्गले नै सरकारको ध्यान आकर्षण गरायौँ। र अहिले यो कार्यक्रम जे आयोजना गरियो यो कार्यक्रम आयोजना गर्ने कुरामा पनि हामी सबै माओवादीहरू एक ठाउँमा बसेर हामीले एकचोटि अपिल गर्नुपर्ने बेला आयो। हामीले सामान्य रूपले कोठाभित्र भनेको कुराको सुनवाई भइरहेको छैन। त्यसकारण एकचोटि जनताको बिचमा जानुपर्ने भएर यो मुद्दालाई एकचोटि
माओवादी जनमुक्ति सेनाका सबै कमान्डरका चाहिँ सदस्यहरूको मनोविज्ञान या माओवादीको या त्यति बेला लडाइँ लड्ने नेपाली कांग्रेसका नेताहरूको कार्यकर्ताहरूको मनोविज्ञान पनि हेर्नुभयो भने कहिलेकाहीँ यो शान्ति प्रक्रियालाई सकारात्मक भन्नाले टुङ्गिएको अवस्था भन्नेमा उनीहरू सबैको छ। मैले भन्दिनँ हिजो मात्रै पनि मेरो सेनासँग पनि पुलिसहरूका हाकिमहरूसँग पनि अरू पार्टीका नेताहरूसँग कुरा भइरहेको छ। तर यी मानव त्यागका लडाइँ अझै पनि थिएन। उनीहरूका जात मागलाई सम्बोधन गर्ने प्रतिबद्धता सहित संविधान
कुनै विदेश पनि होइन, तर यसै देखिँदैछ। यसै देखिँदैछ। म चाहिँ के भन्नुमा छु भने मैले अघि सुरुमा भने नि अरूलाई किन दुःख दिन पर्यो, पहिला मुख्यलाई किन सुरु गर, मुख्यबाट सुरु गर। अनि म कमरेड किरण अनि बाबुराम भट्टराई अहिले नयाँ सायद केही होइन त्यो अनि माया चौधरी तुरन्तै अदालतमा भगाएर मुद्दा केन्द्रित गर्ने भनेर अहिले केन्द्रित भएको छ। आज मैले त्यो पुरै फाइल आफैले हेर्दैछु। मेरोमा 37वटा मुद्दाहरू सन्देश छ, मेरो बाबुमा 37 अहिले छ, बाबुरामकोमा 16 छ, बाबुरामकोमा 4, किरणजीको त्यस्तै छ। म हेर्दैछु। त्यसकारण अदालत त्यसो अत्यन्त सकारात्मक रूपमा धन्यवादको पात्र भयो क्या किरण, बाबुराम, बादल, प्रचण्ड, मापिका हाम्रो बुद्धिले ध्यान थिएन, कहिलेकाहीँ क्रान्तिकारी बुद्धिले ध्यान भने पछि क्रान्तिले ढिल गर्छ। त्यसकारण कुरा के छ भने सरकारमा हुने नहुनेमा ठुलो नठाक्नु। मैले अघि भनिसकेँ, किरणजीले घोषणा गर्नुहुने सरकार भोलि छोडिदिने माओवादी एकता महिलामा भनिसकेको छु मैले मुद्दाको कुरामा। त्यसकारण कुरा के छ कि पीडित प्रकृति मध्ये तपाईँ कताबाट उठिने भन्ने कुरा छ। मेरो विचारमा मलाई के लागेको छ भने अब अहिले भर्खरै फर्केर फेरि पुनः उठाउने स्थिति त छैन। त्यसको माओवादीलाई एकजुट पार्ने सम्भावना छ। त्यसको निम्ति के त्याग गर्नुपर्छ गर्ने र माओवादीलाई एकताबद्ध गर्ने यो सम्भव छ र त्यो अगाडि बढिरहेको छ। मैले भनिहालेँ। अर्को सम्भव के छ भने हामी म लगायत प्रमुख नेताहरू जेल जान सम्भव छ। म लगायत अरू प्रमुख नेताहरू जेल जान सम्भव छ। हामी जेल गयौँ तपाईँलाई के गर्नुहुन्छ? मैले अहिले भने मलाई पहिला मुद्दा लगाऊ भनेर भनिराखेको छु। लगाइहाल्यो, लगाउनु पनि सक्दैन। लगाइहाल्यो तपाईँ के गर्नुहुन्छ? मलाई लाग्छ हिजो म आफै सुप्रिम कमान्डरको हैसियतले एउटा सामान्य बम बनाउनेदेखि पेस्तोल चलाउनेदेखि होल टाइमर राइफल मैले अहिले भर्खरै हाम्रो सेनाको साथीले लेखेको देखेँ। त्यो होल टाइमर राइफल मलाइबाट यहाँ गुरुङजी हुनुहुन्छ, गुरुङजी म अनि बादलजी यहाँ हुनुहुन्न। हामी हिँडेर मनाङ गएर रातभरि नियालाको चाहिँ घारीभित्र बसेर बन्दुक चलाएर हेरेर नापेर पैसा दिएर किनेर ल्याएको होल टाइमर बन्दुक 10 वर्षमा चिज कहाँबाट कहाँ पुग्यो हामीलाई थाहा छ। 10 वर्षमा कहाँबाट चिज कहाँ पुग्दो रहेछ भन्ने हामीले राम्रो अनुभव गरेका छौँ। मलाई के लागेको छ भने यदि अहिले राज्यकै अम्माले हामीलाई साँच्चै नै अपमानित गर्ने हेप्ने हो भने मलाई के लागेको छ भने म किरणजी, बाबुरामजी, बादलजी हामी जेल जाने हो भने तपाईँहरूले विद्रोह गर्नुहुन्छ र त्यो विद्रोह जारी हुन्छ भन्ने जेलबाट गरिने विद्रोह शान्ति नै हुँदैन। प्रमुख नेताहरू जेल बसेर गर्ने विद्रोह नेल्सन मण्डेलाले देखाएको छ। कति ठुलो परिवर्तन जेलभित्रबाट नै आउन सक्छ भन्ने कुरा आजको यो अन्तर्क्रियामा म उत्तेजनामा त छैन, आफैमा त छैन। तर चिजको गम्भीरतालाई हेर्दा यदि यसरी नै केही मानवाधिकारवादीहरू जगतको घरमा माओवादीलाई ठेल्कोमा हालिहाल्छन् भन्ने सोचेकै हो भने तपाईँले चिनिरहनु को हुनु कि? हामी त फेरि भूमिगत जाने फेरि बोल्नु चलाउन अहिले भएर स्थिति छैन। तपाईँले विद्रोह गरेर हामीले जेलबाट निकाल्नु हो भने तपाईँ सोध्दैन। कारण अहिले सवाल के छ भने हामीले जो विस्तृत शान्ति सम्झौता गरेका छौँ र त्यो शान्ति सम्झौतामा केही मूल्यहरू केही मान्यताहरू स्थापित गरिएको छ। मुद्दाहरूको बारेमा पनि केही चिजहरू गरिएका छन् र त्यो दिशा निर्देश त्यहाँ छ। ढिलो ढिलो हाम्रा साथीहरूले
भन्नुभयो ढिलो भयो किनभने एउटा कुरा दार्शनिकहरूले के भनेका छन् भने युद्ध भनेको रक्तपातपूर्ण राजनीति हो, राजनीति भनेको रक्तपातविहीन युद्ध हो। बडो राजनीतिक छ यो कुरा, तपाईँ हामी सबैले बुझ्नुपर्ने कुरा छ यो। हिजो हामी रक्तपातपूर्ण राजनीतिमा थियौँ, हाम्रो राजनीति नै थियो त्यो। अहिले हामी रक्तपातविहीन युद्धमा छौँ। त्यहाँ त्यो युद्धमा कसैले हामीले चाहेको बेलामा सबै त भइहाल्छ भन्ने छैन। राजनीतिक युद्धमा पनि त्यो कुरा लागु हुन्छ। अहिले जे भए पनि अब एउटा समय आएको छ। मलाई के अनुभूति हुन्छ भने किरणजीले पहिला एउटा किताब लेख्नु भएको छ, सङ्घर्षको दर्शन भन्ने। सङ्घर्षको दर्शन भन्ने किताबमा प्रचण्डको बारेमा धेरै कुरा लेख्नु भएको छ। उहाँले मेरो बारेमा धेरै कुरा लेख्नु भएको छ। हिजो उहाँलाई मसँग अलिकति मतभेद त भएको छ, तर उहाँले जे लेख्नु भएको छ त्यो कुरामा चाहिँ मैले एउटा कुरालाई म कोट गर्न चाहन्छु। म नेतृत्वमा आएपछि नेपालको राजनीतिमा चाहिँ एउटा नयाँ परम्पराको सुरुवात भयो। म आउने बित्तिकै एउटा केन्द्रमा आएँ, म नेतृत्वमा आउने बित्तिकै उहाँले लेख्नु भएको छ। एउटा केन्द्र भनेकै हो, हामी संसदमा गएर नाराबाजी क्रान्ति जिन्दाबाद भनेर नारा लगाएकै हो। 9 जना मात्रै सांसद भए पनि हामीले त्यो गरेकै हो। त्यसपछि 52 सालमा गएर जनयुद्ध सुरु गरेर देशको राजनीतिमा एउटा नयाँ तरङ्ग ल्याएकै हो। त 10 वर्ष धेरै लामो कुरा होइन इतिहासमा। राजनीतिक आन्दोलनमा हेर्यो भने 10 वर्षको अवधि धेरै लामो अवधि होइन, छोटै अवधि हो। तर छोटै अवधिमा हामीले चाहिँ ठुल्ठुला राजनीतिक परिवर्तनमा र हाम्रो एजेन्डाको वरिपरि सिधै नेपाललाई सबै पार्टीहरूलाई ल्याउन हामी सफल भएकै हो। हामीले ल्याएकै हो। शान्ति प्रक्रिया मार्फत संविधान सभामा सबैलाई संघीय लोकतान्त्रिक गणतन्त्रलाई स्वीकार गर्नुपर्ने ठाउँमा हामीले ल्याएकै हो। अहिले यसलाई विरोध गर्न खोजिन्छ भने मेरो एउटा भनाइ के छ भने कुनै पनि मूल्यमा अब माओवादीलाई फेरि एक ठाउँमा केन्द्रित गर्ने, फेरि एकचोटि सङ्घर्षलाई नयाँ सिराबाट अगाडि बढाउने र हामीलाई र हाम्रा साथीहरू, हाम्रा जनताहरू, उत्पीडित वर्ग समुदायलाई अपमानित गर्ने प्रवृत्ति जारी रह्यो भने त्यसलाई धराशायी पार्नको लागि जसोसुकै त्याग बसेर बलिदान गर्न पनि तयार हुन्छ। यही प्रतिज्ञा, यही प्रतिबद्धता अहिलेको आवश्यकता हो भन्ने मलाई लागेको छ। मानिसहरूलाई अनौठो पाल्छ। प्रचण्डले के गर्छ पत्तै नसक्नु मान्छे। मलाई भनिएको ठाउँमा थाहा छ, धेरै ठुल्ठुला शक्तिहरूले मलाई के भनेका छन् भन्ने मलाई थाहा छ। एकदम अनप्रेडिक्टेबल भनेर मैले के भनिरहेको छु, अनप्रेडिक्टेबिलिटी इज द क्यारेक्टरिस्टिक अफ ए लिडर। मैले के गर्छु भने मैले सबैले थाहा पाएर त म लिडरै होइन। मैले देश र जनताको पक्षमा गल्ती गरेर मुक्ति प्राप्ति हो। मैले राष्ट्रको पक्षमा, जनताको पक्षमा, परिवर्तनको पक्षमा मैले काम गरिरहेको छु छैन। त्यो प्रमुख कुरा हो भन्ने मलाई लाग्छ। गल्तीहरू भएका छन्। डाक्टर सुब्रमण्यले भन्नुभएको छ, म मान्छु हामी चुकेका छौँ। नचुकिकन इतिहासमा कहिले फेरि नयाँ चिज बनेको पनि छैन। तर हामी युद्ध गर्दाखेरि चुकेका छैन भन्नु भएको छ। युद्धको बेला नै हामी धेरै ठाउँ चुकेका छौँ। चुक्दै चुक्दै सिक्यौँ र फेरि हामी एउटा शक्ति बन्यौँ। शान्ति प्रक्रियामा हामी चुकेका छौँ। चुक्दै चुक्दै फेरि एउटा कुरा सिकेका छौँ। हेर्नु होला, म तपाईँलाई फेरि आउँछु। त्यसकारण कुरा के छ भने हाम्रो अहिलेको मुख्य मुद्दा भनेको विस्तृत शान्ति सम्झौता अनुसार, यो सङ्क्रमणकालीन न्यायको सिद्धान्त अनुसार हिजोका मुद्दा मामिलाहरूलाई मेलमिलापको स्थिति अनुसार निरूपण गर्ने या नगर्ने त्यति हो मुद्दा। विस्तृत शान्ति सम्झौता अनुसार सबै मुद्दाहरूलाई सत्य निरूपण तथा मेलमिलाप आयोग मार्फत मेलमिलापको उद्देश्य सहित समापन गर्ने कि नगर्ने मुद्दा यति हो। जसले गर्न चाहेको छैन उनले यसलाई प्रशासनले पहिला मुद्दा गरेर जसले चाहेको छ उनले इमानदारीका साथ यसलाई टुङ्ग्याउन चाहेको छ। नेपालमा अहिले हिजो जनता शक्तिहरू यो प्रक्रियालाई सकारात्मक र रचनात्मक ढङ्गले टुङ्ग्याउन चाहेको छन्। त्यसमा मलाई के लाग्छ भने यो सकारात्मक ढङ्गले नै टुङ्गिन्छ।
पुन्याउनै पर्छ। यदि यसलाई फेरि गुमाउन हाल्ने फेरि एउटा खालको चाहिँ तपाईँको अराजकतातिर लैजाने कसैले विस्तार गर्छ भने त्यो सफल हुँदैन। नेपालमा त्यो सफल हुँदैन। किनभने मैले अस्ति मधेसमा गएँ, सिराहामा, वीरगञ्जमा, अनि अस्ति मात्रै चाहिँ महोत्तरीमा 10,000 मधेसी जनताको बिचमा मैले अस्ति सम्बोधन गरेको छु किसानहरूको बिचमा। मैले के भनेको छु भने जब मधेसीहरू चाहिँ आफ्नो पहिचान अधिकार हाम्रो हक चाहियो भन्छन्, या जनजातिले भन्छन्, दलितले भन्छन्, महिलाले भन्छन्, मुस्लिमले भन्छन्, हामीलाई गौरव महसुस हुन्छ। यो आवाज 10 वर्षको विद्रोहद्वारा पहिला भएको आवाज हो। जसले लगाएको त्यहाँ म माओवादी एजेन्डा देख्छु, माओवादी आन्दोलनको छाप देख्छु। त्यसकारण भलै तत्काल विभिन्न खालका कन्फ्युजन हुन सक्छन्, तर अन्ततः त्यहाँभित्र माओवादीले सबैको पीडित दिएन परेका, अपमानमा रहेका बद्ध समुदायलाई बाँडी दिएको छ। हामीलाई गर्व छ। तर हामीले हिजो विद्रोह गर्दा नेपालमा एउटा बलियो राष्ट्रिय एकता कायम गर्ने हाम्रो सपना हो। देशलाई कुनै हालतमा विखण्डनतिर लैजाने हुन हुँदैन। विखण्डनतिर त्यति बेला जान्छ जति बेला एउटा समुदायमाथि अर्को समुदायले विभेद गर्छ, त्यहाँ राज्यले एउटा विशिष्ट समुदायमाथि अपमान गर्छ, दमन गर्छ, अनि त्यति बेला विखण्डनको विभाजनको बिउ रोपिने गर्छ। त्यसकारण समानताको आधारमा नयाँ राष्ट्रिय एकता कायम गर्ने, आन्तरिक राष्ट्रिय एकता सुदृढ गरेर मात्रै यो राष्ट्रलाई स्वाधीन र सुदृढ बनाउन सकिन्छ भन्ने मान्यताबाट हामी परिचालित हुँदै आएका छौँ। अहिले पनि यति कुरा गरिसकेर म अब के भन्न चाहन्छु भने हामी अझै पनि नेपालको यो परिवर्तनको प्रक्रियालाई अन्तिम टुङ्गोसम्म पुर्याउने जिम्मेवारी हाम्रै काममा छ। हामी माओवादीले निराश हुने कुनै कारण छैन। बरु एकचोटि जागरुक भएर, सचेत भएर, एकताबद्ध रूपले यो प्रक्रियालाई टुङ्गोमा पुर्याउने र क्रान्तिको नयाँ प्रक्रिया सुरुवात गर्नको लागि एकजुट हुने आवश्यकता छ। मलाई लाग्छ यो अन्तर्क्रियाको सुरु कुरा पनि यही नै हो। यसैमा हामी अगाडि बढौँ। हामीले त्यो प्राप्त गर्न सम्भव छ। तर सामान्य सिद्धान्त जनताले भन्छन् कि एकता नै करो, विवाद के हुँदो रहेछ भन्ने कुराको तीव्र अनुभव हामीले हासिल गरि नै सकेका छौँ। अब समय आएको छ हामी फेरि एकजुट हौँ। जनताको पीडा, जनताको आँसु पुस्नको लागि ती शहीद परिवारहरू, ती बेपत्ता योद्धा परिवारहरू, ती घाइते अपाङ्गहरू, तिनीहरूको सपना साकार पार्न